यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपुः शुक्लाम्बरमल्लिका मालालङ्कृतकण्डलप्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोकमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादवक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। यहाँहरू सम्पूर्णलाई साधुवाद राधेश्याम स्वस्थानी परमेश्वरी भगवतीको आज 9औं अध्यायको कथा लिएर उपस्थित भइसकेको छु। म निमेश पौडेल। हिजो हामीले भगवान शङ्कर जब दक्षले भगवान शङ्करमाथि नराम्रो दुर्वाच्य बोलो द्वेष राख्यो, दक्ष प्रजापतिको यज्ञलाई जब विध्वंस गर्नको निमित्त सतीदेवीले जब आफ्नो देहलाई त्याग गरिसके पश्चात वीरभद्र र महाकाली जानुभयो। वीरभद्र र महाकालीले समस्त दक्षको यज्ञलाई विध्वंस गरेर जब दक्ष प्रजापतिको शिर हवन कुण्डमा होमिसके पश्चात वीरणीले जब अनुनय विनय गर्न थालिन्, आफ्नो स्वामीको पतिदान गराइदिनुहोस् अथवा पतिको जो जीवित गरिदिनुहोस् भन्ने बिलौना गरिसके पश्चात वीरभद्रले अन्ततगत बोकाको टाउको शिर जडन गर्नुभयो। पश्चात भगवान भोले बाबाले सतीदेवीको शरीरलाई लिएर अनेक ठाउँहरूमा घुम्दै गएको कथा प्रसङ्ग आज हामी श्रवण गर्नेछौँ। 9औं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, शिवले शोक गरेर सतीदेवीलाई बोकी हिँडेको देखेर यावत प्राणीहरू शोकाकुल भए। इन्द्रादि देवताले पनि विष्णु कहाँ गएर यो कुरा विन्ती गरे, हे भगवान, महादेवले सतीदेवीको मृत शरीर बोकेर बहुला जस्तो भएर हिँडेका छन्। शङ्करले बोकेको हुनाले गलित वा दुर्गन्धित केही भएको छैन सतीदेवीको शरीर, तर अझसम्म शिव यो शरीर नरहन्जेल अथवा सतीको शरीर रहन्जेल बहुला जस्तै रहनेछन्। अतः संसारको कार्य शिव नभई कसरी चल्ला? तसर्थ सतीदेवीको अङ्ग पतन गराउन हजुरले उपाय गर्नुहोस् भनेर भगवान विष्णुका समीप इन्द्रादि समस्त देवताले भन्न लाग्नुभयो। भगवान श्री विष्णु भन्नुहुन्छ, हे देवता हो, म हजुरहरूको कुरा अनुसारले त्यो कर्म गर्दछु भनेर देवताहरूलाई विदा गरिसके पश्चात भगवान विष्णुको मायाले त्यहाँ माखा उत्पन्न गराउनु भयो। जब माखाले सतीदेवीका शरीरमा औँसा पार्न लागे, शरीरहरू कुड्का कुड्का भएर खस्न थाले। जहाँ जहाँ जस्तो प्रकारले पतन भयो त्यहाँनिर अनेक प्रकारका तीर्थहरू पीठहरू बन्न पुगे। जब स्वयम्भूलिङ्ग उत्पत्ति गराए, त्यहाँ ब्रह्माले एक स्वयम्भूलिङ्ग उत्पत्ति गराएको नेपालमा पुग्दाखेरि गुह्य पतन भयो, त्यहाँ नेपाल पीठ भयो र अगाडि गएर जहाँ जहाँ पतन भयो त्यस त्यस ठाउँमा कुन कुन पीठहरू भए भन्ने कुरोको बारेमा यहाँ वर्णन गर्दै जाने क्रममा नेपाल पीठ गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पत्ति भए। जहाँ शिवशक्ति स्वरूपले रहे त्यहाँ पुण्यभूमिमा इन्द्रादि देवताहरूले आएर तपस्या गरे। ईश्वरीले प्रसन्न भएर वरदान माग भनिन्। तब देवताले सत्य, त्रेता, द्वापर, कली चारै युगमा हामी देवताकै नामले प्रख्यात हौँ भनेर मागे। ईश्वरले तथास्तु भनेर वरदान दिनुभयो। कामरूपमा पुगिसके पछाडि छाती पतन भयो। कामरूप पीठ कामाक्षी देवी, कर्ता योगिनी, चक्रेश्वरी महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे त्यहाँ पुण्यभूमिमा यक्षगणहरू आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वर माग भनिन्। यक्षगणले स्वर्ग, मर्त्य, पाताल
यक्षगण भनेर प्रख्यात हौँ भनेर मागे। ईश्वरले तथास्तु भनेर वरदान दिनुभयो। त्यसै गरी काशीमा पुग्दा शिर पतन भयो। काशीपीठ विशालाक्षी देवी सङ्कटा योगिनी विश्वेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा गन्धर्वगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर वाक सिद्धि होस् भनेर वरदान दिइन्। पौरबन्दमा पुगेपछि दाहिने कान पतन भयो। पौरबन्द पीठ अम्बिका देवी चन्द्रवेगा योगिनी धनेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा दैत्यगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर देवता गणलाई जित्न सके भनेर वरदान दिइन्। काश्मीरमा पुग्दा जिब्रो पतन भयो। काश्मीर पीठ शारदा देवी घोर घण्टा योगिनी धर्मधारेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस शान्त भूमिमा किन्नरगणले तपस्या गरे। भगवती प्रसन्न भएर तिम्रो वाञ्छा सिद्धि होस् भनेर वरदान दिनुभयो। कन्नौजमा पुगेर शरीरको छाला पतन भयो। कन्याकुब्ज पीठ झाङ्केश्वरी देवी चन्द्र योगिनी दुग्धेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा रावण आई तपस्या गर्न लागे। रावण आई तपस्या गरेको देखेर ईश्वरी प्रसन्न भएर देवलोक जित्न सके भनेर वरदान दिइन्। पूर्णगिरीमा पुग्न साथ देव्रे कान पतन भयो। पूर्णगिरी पीठ कपाल कुण्डला योगिनी चन्द्रेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा अप्सराहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर इन्द्रका अगाडि नाच गानमा कहिले नचुकेस् भनेर वरदान दिनुभयो। चामुण्डा चलमा पुग्दा नङ पतन भए। चामुण्डा चल पीठ प्रकम्पनी देवी कालिका योगिनी इच्छा विकारेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा नारद आई तपस्या गरे। ईश्वरी प्रसन्न भई तिम्रो वाक्य सिद्धि होस् भनेर वरदान दिनुभयो। अस्ताचलमा पुगेर दाहिने कान पतन भयो। अस्ताचल पीठ कार्तेश्वरी देवी एकाक्षी योगिनी निद्रा पतिश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा राधिका गण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर सदा श्रीकृष्ण तिमीहरूको दाहिने रहन् भनेर वरदान दिनुभयो। एकावीरमा पुग्दा देव्रे हात पतन भयो। एकावीर पीठ सिद्धेश्वरी देवी सिद्ध योगिनी दुग्धेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस रत्न भूमिमा काल मसान आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर मरेका जीव जतिलाई दाह गर्न सके भन्ने वरदान दिइन्। त्रिश्वेतमा पुग्दा मलद्वार पतन भयो। त्रिश्वेत पीठ महाकालेश्वरी देवी विकट दन्ता योगिनी त्रिपुरेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस धर्म भूमिमा यमराजले तपस्या गरे। ईश्वरी प्रसन्न भएर ब्रह्मको सृष्टि संहार गर्न सके भन्ने वरदान दिइन्। काम रोष्टमा पुग्दा घाँटी पतन भयो। कामरोष्ट पीठ कामिनी देवी कामेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा पृथ्वी आई तपस्या गरिन्। ईश्वरी प्रसन्न भएर सृष्टिको स्थान हौ भन्ने वरदान दिनुभयो। कैलाशमा पुग्दा दाहिने पाउ पतन भयो। कैलाश पीठ पार्वती देवी अम्बिका योगिनी विश्वेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा ब्रह्माजीले तपस्या गरे। ईश्वरी प्रसन्न भएर सृष्टिकर्ता भए भन्ने वरदान दिइन्। भृगुमा गई माथिल्लो दाँत पतन भयो। पृष्ठ भृगुपीठ मिताक्षी देवी ब्रह्मदाह योगिनी शक्तिश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस कर्मभूमिमा धर्मदत्त राजाले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीलाई कसैले जित्न नसकुन् भन्ने वरदान दिइन्। केदारमा गएर देव्रे हात पतन भयो। केदार पीठ केदारेश्वरी देवी चामुण्डा योगिनी कोटेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा एकादश रुद्र आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरूको तेज बराबरी होस् भन्ने वरदान दिइन्। चन्द्रपुरमा पुग्ने बित्तिकै दाहिने नेत्र पतन भयो। चन्द्रपुर पीठ सिद्धेश्वरी देवी प्रकाशेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा दश दिग्गपालले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरूको अधिपत्य ठिक रहनेछ भन्ने वरदान दिइन्। श्रीपीठमा पुग्दा तालु पतन भयो। श्रीपाठ भद्रा योगिनी कामलाश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा आई अष्टवसुहरूले तपस्या गरे। ईश्वरीले इच्छा सिद्धि होस् भनेर वरदान दिइन्। एकावीरमा पुगेपछि नाभि पतन भयो। एकावीर पीठ एकवीरा देवी गोरक्षा योगिनी हाटकेश्वर महादेव उत्पत्ति भए, शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा अनेक रत्न चढाई नागहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भएर सप्त पातालको मालिक भएर रहने वरदान दिइन्। फेरि जालन्धरमा पुग्दा तल्लो ओठो पतन भयो। जालन्धर पीठ जालपा देवी
ज्वालामुखी योगिनी पिशाचेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस कर्मभूमिमा कामधेनु आएर तपस्या गरिन्। ईश्वरी प्रसन्न भएर तिम्रो मलमूत्र पनि सदैव पवित्र मानिन्छ भनेर वरदान दिइन्। अनि मल्ल बिमा गई दुवै पैताला पतन भए। मल्ल पीठ महाकाली देवी कराला योगिनी धूत पापेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस पवित्र भूमिमा 12 सूर्य आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर 12 महिनाको अधिपति भए भन्ने वरदान दिइन्। तब कुशलान्तमा पुग्दा शिरका रौँहरू पतन भए। कुशलान्तको पीठ शमशान काली देवी भूतघण्टा योगिनी दक्षिणेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यससित भूमिमा 27 नक्षत्र आई कठोर तपस्या गरे। ईश्वरी प्रसन्न भएर ज्योतिष शास्त्रमा तिम्रा अधीनहरूमा रहन् भनेर वरदान दिइन्। देवी कोटमा पुग्दा देव्रे घुँडा पतन भयो। देवी कोट पीठ भद्रक्षी योगिनी मातेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा गई मेष आदि 12 राशिले तपस्या गरे। ईश्वरी प्रसन्न भएर मनुष्यको कर्मफल तिम्रो अधीनमा रहोस् भन्ने वरदान दिइन्। त्यहाँबाट गोकर्णमा पुग्दा देव्रे कान पतन भयो। गोकर्ण पीठ भया हरा देवी एकदन्ता योगिनी यज्ञेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा गई विष्कुम्भादि योगले ठुलो तपस्या गरे। ईश्वरी प्रसन्न भएर ज्योतिष शास्त्रमा तिम्रो पनि प्रतिष्ठा रहला भन्ने वरदान दिइन्। मातुलेश्वरमा पुग्दा दाहिने स्तन पतन भयो। मातुलेश्वर पीठ योगेश्वरी देवी पिङ्गला योगिनी बुधराधेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा कश्यपादि ऋषि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वेदशास्त्र तिमीहरूका अधीनमा रहलान् भनेर वरदान दिइन्। फेरि अट्टहासमा गई तल्लो उठ पतन भयो। अट्टहास पीठ ब्राह्मण देवी शङ्खधार योगिनी शतभुक्तेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा भागमती आदि गङ्गाहरू आई तपस्या गरी ईश्वरी प्रसन्न भएर मुक्ति दिन सके भन्ने वरदान दिइन्। विश्वमा पुग्दा देव्रे स्तन पतन भयो। विश्वपीठ भुवनेश्वरी देवी भवानी योगिनी कृष्णवर्णेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे। त्यस लीला भूमिमा कृष्ण आई तपस्या गरी ईश्वरी प्रसन्न भएर तिनै लोकमा समस्त मोहमा पार्न सक्ने कामना पूर्ण होस् भन्ने वरदान दिनुभयो। यस्तो पवित्र स्थान जहाँ जहाँ सतीदेवीको अङ्गहरू पतन भए त्यहाँ पवित्र पवित्र धामहरू पीठहरू उत्पत्ति भएर विभिन्न प्रकारका वरदान शक्तिहरू भगवती सतीदेवीले प्रदान गर्नुभएको यो पवित्र कथा श्री स्कन्द पुराण केदारखण्ड महात्म्यको चाहिँ माघ महात्म्य अन्तर्गतको कुमार र अगस्त्य मुनिको संवाद श्री स्वस्तानी परमेश्वरीय व्रतकथा सतीदेवीको अङ्गपतन स्थान पीठोत्पत्तिर्वर्णनम नाम नवमोत्सव यानि कि यी समस्त 9औं अध्यायमा भएका कथा प्रसङ्गहरू जहाँ जहाँ पीठहरू जहाँ जहाँ अङ्गपतन भए पीठहरू उत्पत्ति भएको कथा प्रसङ्ग कुमार र अगस्त्यको संवादको कथा 9 अध्यायको कथा मैले हजुर सबैलाई यहाँ बताए अनुसारको वर्णन गरेँ सुनाएँ। यहाँहरू सम्पूर्णलाई राधेश्याम साधुवाद। भोलि 10 अध्यायको कथा लिएर उपस्थित हुनेछु। सबैले भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब र केही भन्न मन छ कमेन्टमा केही सुझाव छ भने पनि छोडिदिनु होला। अस्तु राधे राधे।